साथीहरु वेलकम बैक टु अनदर न्यू भिडियो। स्वागत छ फेरि पनि तपाईहरुलाई। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सो म पनि एकदमै ठीक छु। सो आजको भिडियोमा म तपाईहरुलाई WhatsApp सम्बन्धी एउटा एकदमै इम्पोर्टेन्ट फिचरको बारेमा जानकारी दिन गइरहेको छु। कतिपय साथीहरुलाई थाहा छ पनि होला र कतिपय साथीहरुलाई यदि थाहा छैन भनेदेखि उहाँहरुको लागि यो इम्पोर्टेन्ट हुन सक्छ। जस्तो हामी आजभोलि सबैजनाले WhatsApp युज गर्छौं। WhatsApp युज नगर्ने सायद कमै हुनुहुन्छ होला। सो आजको भिडियोमा म तपाईहरुलाई जस्तो यो मसँग मेरो यो डिभाइसमा चाहिँ मेरो आफ्नो पर्सनल WhatsApp छ, मेरो आफ्नो नम्बरबाट। सो यही WhatsApp म अरु कुनै डिभाइसमा कनेक्ट गर्न चाहन्छु, त्यो पनि बिना कुनै ओटीपी, बिना कुनै फोन नम्बर। के यो सम्भव छ त? यस, बिल्कुल सम्भव छ। तर यसको मिसयुज भने हुनु भएन। मिसयुज कसरी हुन्छ भन्दाखेरि जस्तो मेरो कुनै फ्यामिली मेम्बर उसको केही गतिविधिहरु मलाई डाउट लागिरहेछ, उ कोसँग बोल्छ, के कुरा गर्छ भनेर मलाई डाउट लागिरहेछ भनेदेखि उसको डिभाइसबाट मेरो डिभाइसमा त्यो WhatsApp कनेक्ट गरिसकेपछि उसको डिभाइसमा आउने जति पनि मेसेजहरु छन् उसकोमा त आउँछ नै, प्लस मेरोमा पनि आउँछ र उलाई थाहा पनि हुँदैन नर्मली। जस्तो अब यो चाहिँ अब जस्तो गर्लफ्रेन्ड, बोयफ्रेन्ड, श्रीमान, श्रीमती हैन, जसको पनि त्यसरी गर्न ट्र्याक गर्न सकियो। सो यो सब चाहिँ नगर्नु होला हैन। यो सब गर्दाखेरि पनि एउटा सहमतिमा मात्रै गर्नु होला, नत्र यसले अलिकति भयानक स्थिति पनि ल्याउन सक्छ हैन। एकाआपसमा चाहिँ झगडा मनमुटाव हुन सक्छ। त्यसकारणले गर्दाखेरि यो चीजको दुरुपयोग चाहिँ गरिनु भएन। सो ढिला नगरिकन म तपाईहरुलाई भिडियो तर्फ लिएर जाँदै छु है त। साथीहरु, सो यो डिभाइसमा मेरो WhatsApp अकाउन्ट छ अलरेडी पहिलादेखि नै चलिरहेको। सो यही अकाउन्टलाई म अर्को डिभाइसमा कनेक्ट गरेर म तपाईहरुलाई देखाउँदै छु। सो फर्स्ट अफ अल हामीले WhatsApp आफ्नो अकाउन्ट ओपन गर्नु पर्यो। यसरी सर्लक्क देख्न सक्नुहुन्छ यहाँ तपाईले मेरो मेसेजहरु पनि। ओके, सो त्यसपछि तपाई जानुस् यहाँ माथि राइट कर्नरमा 3 डटमा जानुस्। 3 डटमा गइसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ 1 2 3 4 फोर्थ नम्बरमा लिंक डिभाइस भनेर भनिएको छ। लिंक डिभाइसमा क्लिक गर्नुस्। मैले तपाईलाई अलिकति जुम गरेर देखाइरहेको छु ताकि तपाईहरुलाई सजिलो होस् भन्नको लागि। लिंक डिभाइसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुलेर आउँछ। त्यसपछि तपाईले यहाँ तल देख्न सक्नुहुन्छ लिंक डिभाइस। यहाँ लिंक डिभाइसमा क्लिक गरिदिनुस्। अब यहाँ प्याटर्न मागिरहेको छ। सरी, यो के भन्छ फिंगरप्रिन्ट। फिंगरप्रिन्ट मेरो फेरि भन्ने बित्तिकै एक्सेप्ट गर्दैन। ओके, सो अब यहाँनिर तपाईको स्क्यानर ओपन भयो है। क्यामेरा स्क्यानर ओपन भइसकेपछि तपाई अब अर्को डिभाइस लिनुस् जुन डिभाइसमा तपाई आफ्नो WhatsApp कनेक्ट गर्न चाहनुहुन्छ। जस्तो मैले यो मेरो सेकेन्ड डिभाइस मैले लिए। त्यसपछि गएर तपाई WhatsApp ओपन गर्नुस्। तपाईको WhatsApp अलरेडी यसमा डाउनलोड भएको हुनु पर्यो। अब WhatsApp यसरी ओपन गरिसकेपछि यसमा मैले कुनै अरु नम्बरबाट WhatsApp खोलेको छैन, जस्ट डाउनलोड मात्रै गरेको छ। सो यस्तो खालको इन्टरफेस आउँछ। सुरुमा तपाईलाई थाहा छैन। त्यसपछि एग्री एन्ड कन्टिन्यूमा क्लिक गर्नुस्। अब यहाँ क्लिक गरिसकेपछि यहाँ तपाईको के भयो भन्दा यहाँ फोन नम्बर मागिरहेछ हो। यहाँनिर चाहिँ फोन नम्बर मागिरहेछ। तर हामी के गर्छौं भन्दा यसमा कुनै पनि फोन नम्बर राख्दैनौं हो। फोन नम्बर नराखिकन यो अर्को डिभाइसमा चलेको WhatsApp यसमा कनेक्ट गर्नेछौं। यसको लागि यहाँ माथि 3 डट देख्न सक्नुहुन्छ, 3टा लाइन तर्का, 3टा थोप्ला, यसमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि सुरुमै यहाँ तपाईको लिंक एज अ कम्पेनियन डिभाइस भनेर भनेको छ माथिल्लो सबभन्दा सुरुकै अप्सनमा क्लिक गर्नुस्। अब यहाँ क्लिक गरिसकेपछि तपाईको यस्तो खालको यो बारकोड चाहिँ खुलेर आएछ। अब यो बारकोडलाई हामीले स्क्यान गर्नुपर्ने हुन्छ यो पहिलो डिभाइसबाट। यहाँ अलरेडी हाम्रो चाहिँ स्क्यानको लागि क्यामेरा ओपन भइसकेको छ हो। यसरी तपाईले स्क्यान गरिदिनुस् हो। ल, स्क्यान भइसक्यो। स्क्यान भइसकेपछि यहाँ तपाईको सेकेन्ड डिभाइसमा यहाँ च्याट चाहिँ लोडिङ हुँदैछ। ल हेर्नुस्, सर्लक्कै मेरो यतापट्टि भएको जति पनि मेसेजहरु थियो यता अर्को डिभाइसमा
आइसकेको छ। सो मेसेज मेरो यसमा पनि आउँछ, जुन मेसेज यता आउँछ त्यही मेसेज यता पनि आउँछ। सो मैले सुरुमा पनि भनिहालेँ यो कुराहरूको मिसयुज चाहिँ हुनु भएन। सहमतिमा साथीभाइ, श्रीमान श्रीमती, फ्यामिलीहरूको तपाईँले यसरी कनेक्ट गर्न सक्नुहुन्छ। अथवा आफ्नै पनि यदि तपाईँलाई दुईटा डिभाइसमा चलाउनु छ भनेदेखि यसरी कनेक्ट गर्न सक्नुहुन्छ। सो अब मैले तपाईँलाई कनेक्ट गरेर देखाएँ, तर हुनसक्छ कुनै दिन तपाईँलाई अब यसको जरुरत परेन, तपाईँलाई लाग्यो कि होइन म डिस्कनेक्ट गर्न चाहन्छु भन्नुभयो भने तपाईँ के गर्नुहोस् भन्दा सुरुको तपाईँको फर्स्ट डिभाइसमा जानुहोस्। यहाँ माथि देख्न सक्नुहुन्छ थ्री डटमै जानुहोस्। थ्री डटमा गइसकेपछि फेरि तपाईँ यो लिङ्क डिभाइसमा, सुरुमा हामी लिङ्क डिभाइसमा गएको थियौँ नि, त्यहीँ जानुहोस्। त्यस पछाडि गएर यहाँ तपाईँको ट्याप अ डिभाइस टु लग आउट भनेर भनेको छ। यो लिङ्क डिभाइसदेखि तल है, यसमा नर्मल्ली क्लिक गरिदिनुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ रातोमा लग आउट भनेर अप्सन आइसकेको छ। मैले लग आउटमा क्लिक गर्ने बित्तिकै यो जुन वाट्सएप यतापट्टि कनेक्ट भएको छ, यो तपाईँको म्यासेजहरू यो वाट्सएप सिधै डिसअपियर भएर जान्छ, यानि कि हराएर जान्छ। हेर्नुहोस्, म यहाँ लग आउटमा क्लिक गर्दैछु है, हेर्नुहोस् यतापट्टि तपाईँको चाहिँ वाट्सएप सर्लक्कै हरायो। यसरी तपाईँहरूले एउटा वाट्सएपलाई विभिन्न डिभाइसमा यसरी कनेक्ट गरेर चलाउन सक्नुहुन्छ। सो आई होप तपाईँहरूलाई भिडियो मन पर्यो होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला। हामी फेरि पनि अर्को नयाँ भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू सो मच, बाई बाई।